सुर्खेतमा एक नाबालिग युवती एलिसा विकको बलात्कारपछि हत्या भएको छ। सामाजिक सञ्जालमा यो खबर छरपष्ट भए तापनि मेन स्ट्रिम मिडियाले चाहिँ यसलाई मुख्य समाचार बनाएका छैनन्। कुनै समय निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई देशैभर न्यायको लागि आवाज उठिरहेको थियो। देशैभरबाट त्यो घटनाको आलोचना भइरहेको थियो। तर अहिले त्यो घटनालाई चाहिँ मेन स्ट्रिम मिडियाले चाहिँ मुख्य समाचार नबनाउँदा कता कता विभेद भयो जस्तो लाग्छ। किनभने दलित भएकै कारणले गर्दा पनि हो कि त्यो जनप्रतिनिधि अहिले नयाँ चुनेका जनप्रतिनिधिहरूले पनि कुनै वास्ता दिएका छैनन् र मेन स्ट्रिम मिडियाले पनि वास्ता दिएको छैन। यो घटना दलितको विभेद, दलितमाथि विभेद भएको जस्तै हुन पुगेको छ। निर्मला पन्तको घटनालाई प्रदेश सरकार, केन्द्र सरकार या नगरपालिका सबैले त्यस घटनाको आलोचना गरेका थिए, निन्दा गरेका थिए। त्यो घटनालाई न्याय दिलाउन, निर्मला पन्तलाई न्याय दिलाउन लागि देशभरिबाट आवाज उठेको थियो। तर अहिले एक दलित युवतीको बलात्कारपछि हत्या हुँदा चाहिँ कता कता सुनिन्छ कि दोषीहरूलाई उम्काउन खोजिएको छ, नाबालक हुन् भनेर उम्काउन खोजिएको छ भन्ने भनिएको छ। तर उनीहरूलाई कारबाही गराउनको लागि सम्पूर्ण देशका दलितहरू एकजुट हुनैपर्छ। दलितलाई जसरी हेप्न खोजिएको छ, दलितलाई जसरी विभेद गर्न खोजेको छ, यो अब हुन दिनु हुँदैन। यो खबर जहाँसम्म खगेन्द्र सुनारसम्म पुर्याउनु पर्छ, जसले दलितको लागि अभियान भनेर चलाएका थिए, दलितले धेरै समर्थन गरेका थिए। उनले पनि यो विषयमा हस्तक्षेप गर्नुपर्छ। जसरी भए पनि एलिसा विकलाई न्याय दिलाउनै पर्छ। यदि न्याय दिलाइएन भने दलितमाथिको विभेद हटेको छैन भन्ने बुझिन्छ।